नै कोरोनादेखि हामीले भनेको नि मेरो त हो कैन त्यही बेला कोरोनाको भन्दा अगाडि 3 महिना अगाडि बच्चा भाइ फुच्चे भयो हैन फुच्चे भएपछि हस्पिटल हो कैन सुमिता त भेट्न आउनु भएको थियो नि त्यो बेला हस्पिटल राख्यो बुढीलाई 15 दिन अपरेसन गरे अपरेसन गरे पछि फेरि खुट्टै नचलेर म त त्यहाँदेखि डुबे काल दिदी डुबे गरेर अर्को रानी अहिले भयो तपाईँको 36 लाखको सुन कपलाई 12 36 लाखको सुन कपलाकै खाइदियो है त्यसै कहाँको मान्छेले खाएको थियो खोटाङ रडीको छोरोलाई चोरलाई खाँदा रहेछ अहिले अब त्यही भएर काल दिदी म त बिहान भनेर आज सबै दुःख आफ्नो दिदी जस्तो लागेर सबै दुःख भने नि त मैले हैन अब भन्नु त्यत्रो मान्छेको जिन्दगीमा सुख पनि आउँछ हामीलाई दुःख पनि आउँछ हो कि हैन सुनिनु अब भन्नु त त्यस्तरी बस्या मान्छे अब मान्छे राजाबरा के रोडमा नि पुगेको छ रोडबाट मान्छे माथि पनि पुगेको छ नि छैन अब त्यो हुन्छ अनि मान्छेले किन फुइफुटी देखाउनु हैन किनभने यदि जस्तो चाहिँ गरिबे भयो नि इमान जमान चाहिँ हुनुपर्छ नि इमान जमान नभएर त त्यो त त्यसले त्यत्रो गाडी बेच्यो जग्गा बेच्यो 25-30 हजार दिनले ठुलो कुरा हैन नि त काली अनि ए बाबा लु 25-30 हजार किन चाहियो दिदी अहिले तपाईँ 5 हजार लिऊ भोलि पर्सि तिमीलाई 5 हजार होइन त्यसले मैले सकिनँ दिदी त्यसले होइन म तिर्न सक्दिनँ पूर्ण तँ आफै तिर भने भए त म हजार गरेर तिरेन अहिले तिर सकिन्थ्यो नि त सकिन्थ्यो यो त धेरै वर्ष भयो नि त हामी भान्जीको पास्ने सुत्न नआएको भने म आएर दुईटा उसको गुन्यौचोली थियो ठुलेको होइन ठुलेको गुन्यौचोली अर्कोको गुन्यौचोली थियो उसको दुईजनाले टिका लाएर 5500 रुपियाँ दिएर मैले रातभरि रमाइलो गरेर बसेँ अनि त्यही भएर मान्छेको व्यवहार देखाउनुपर्छ हामी भनेको हामी हो दाइ काल दिदी यो पृथ्वीमा गोलो छ कि एक दिन अगाडि ठोकिँदैन धाएर कहाँ जाने जहाँ पनि भेटेको छ एकचोटि त्यो दाइलाई मैले मान्छे कति 4-5 वर्षदेखि हरा मान्छे त अहिले भेटिरहेको छ होइन सुमित्रा के संसारै त्यागे छोडेर माथि गयो भने मात्र हो होइन बाँचुन्जेलसम्म सधैँ भेटिन्छ क्या म त्यही लाँदा 1.5 वर्ष 2 वर्ष अगाडि कालजीले भेट्छु भनेर आएको त्यही मरेर जाने त्यो बहिनी रहेछ दिदी खोइ भने रातो मकै चोकतिर जानुभएको छ भने हेलो भाइ नमस्कार हो भाइ नमस्कार सन्चै छ भाइ सन्चै छ म त यहाँ लसुनको मुठा बनाउँदैछु सुनको मुठा बनाउँ भने सकिनँ लसुन उखालेर मुठा बनाउँदैछु भाइ सुनको मुठा बनाउनु त सकिनँ लसुनको मुठा चाहिँ मजाले बनाउँछु अब के गर्नु त भाइ के गर्नु त अब सबैको त्यही त नि दैव तेरो मायाको खेलाले भने जस्तै हुँदो रहेछ के बिहाल्छ कान्छा बिहाल्छ कोही नआएर मलाई बिहाल्दी बत्ती परेको छ कोही छैन कान्छा कोही छैन बिजोग छ दिदीको त ए पुरै सुनसान भोलितिर फोन गर्छु कान्छा म ल यस्तै हो लु चिसो पनि खाँदैछु गाइस लसुन पनि उखाल्दैछु हामी अर्काको कुरा काटिरहेको छ है गाइस उधारो खानेहरूको मेरो भान्जीले कति नोकर बनायो यस्तै हो दाइ पूर्ण दाइ रिसाउनु हुँदैन होइन अब यस्तो लाग्छ नि अब जस्तै अब भेटेको बेला त यसलाई ठक लगायो भने ठरै मारौँ कि जस्तो लाग्छ नि मलाई फेरि त्यस्तो रिसै उठ्दैन भने खासै भन्यो भने मैले उसलाई एकचोटि त्यहाँ हाम्रो माथि दमैटारको गाविसमा भेटेको है त्यहाँ भेट्दा पनि दिदी म आउँछु दिदी आउँछु भन्यो
मलाई त्यो आर्यघाट छ नि तल हजुर आर्यघाटदेखिबाट बाइकमा उता माथि गाविससम्म पनि छोडिदियो उसले लु दिदी म आउँछु भनेर है त्यो बेलामा हाम्रो घरको प्लास्टर हुँदै थियो मेरो घरको भेटिरहेको छ उसै मान्छे भए मैले पनि बेइज्जत गर्थ्यो उसलाई अनि उसलाई भेटिरहेको हो आउँछु दिदी आउँछु आउँछ आउँछ भने आउला नि त यस्तो राम्रो बोलेको छ आउँछ होला आश लाग्छ नि त मान्छेलाई आश लाग्छ लाख लाग्दैन भनौँ न त अनि अब आश लाग्छ अनि लु कहिले आउनुहुन्छ त तपाईँ मेरो घर प्लास्टर गर्दैछ अलिअलि भए पनि ज्यालो पनि दिनुहुन्छ मान्छेलाई है भन्यो प्लास्टरको पैसा दिनु नसकेर मान्छेले घरै अधुरो छोडेर गयो भन्ने हो मेरो लु अब त्यस्तो बिजोको अवस्था पनि पैसा दिएन मलाई अनि मान्छेले बरु घरै अधुरो छोडेर गयो उसले पैसा दिएन अनि दिएर फेरि उहाँ यतै बिहाजमा पैसा काटेर दसैँको बेला अब कामदारलाई पैसा नदिनु भएन है काम लागेपछि अनि फेरि ऊ त्यो तलको आमालाई पैसा माग्यो 4 लाख रुपियाँ मागेर अनि आफ्नै मामालाई 1,20,000मा ठेक्का दियो लु मामा ठेक्कामा घर यो अधुरो सधुरो जे जस्तो रहेको छ घर म 90,000 दिन्छु भने मानेन मामाले नमानेपछि लु भान्जी सबै कोरा मसिन पनि गरिदिन्छु 1,20,000 ले भन्यो दिन्न तँ आफ्नै मामा 1 लाख उमा त दिन्न भनेर 1,10,000मा उसलाई ठेक्का दिएर अनि उसले ठ्याप्पसँग प्लास्टर हान्थ्यो घर हेर्नु है मेरो घर प्लास्टर गरेँ अनि फेरि त्यो बेलामा प्लास्टर गर्यो अनि अब जेठको बेला प्लास्टर सिधायो दसैँमा त कलर गर्नु पऱ्यो घर दसैँ अगाडि पैसा छैन माथि तपाईँले पनि चिन्छ होला माथि आशिषको रङ पसल गोदाम चौरमा आशिषको त्यो इन्जिनियर आशिष सरको पसलमा गएर लु सर मलाई त रङ उधारो दिनुपर्छ तपाईँले अलिअलि दिनु गरिमा दिदी दिउँला भन्यो ल भनेर 20-25,000 लगाएर फालेको रङ दियो त्यसपछि रङ ल्याएर भट्ट रङ लायो रङ लाउनेलाई ज्याला दिनु परेन फेरि रङ भयो उसले उधारो दिएर ज्याला त अब फेरि अब रङको गर्ने मान्छे त यही मगर भाइ हो लु भन्यो गर्यो अनि त्यो सरले त पर्ख्यो है पर्खिनु त 1.5 वर्षै पर्ख्यो मैले 1.5 वर्षपछि लगेर हिसाब गर्नु सर भने दिएँ अर्काको है कमाएरै लगेर दिएँ यही पसलबाटै अनि झ्याल ढोका यताउति सबै लगाइसकेको छ है कम्फर्ट सम्फर्ट सबै भइसकेको छ अनि घर त्यो बेलामा फेरि 1,80,00,000 दिँदा पनि मैले बेचिनँ रहरले बनाएको यही घरमा बस्छु भनेर रहर आयो त्यस्तो मजाको छ रोटैमा है सुमित्र घर आफूलाई झल सम्झिने यो घर बेच्दिनँ भन्यो घर नबेच्ने भनेर 1,80 दिँदा बेचिनँ अहिले ऊ मन्टी लागेर आफ्नो व्यापार छैन बुढो एउटालाई मरुन्जेल दुःख भयो के बुढोलाई आफ्नो फेरि करेन्ट नसेन कुरा नगर भर्खर खाएको तिमीले त्यो अनि अहिले ऊ भेनाजुलाई मरुन्जेल रामधुल्लाइमा परेको छ काम मलाई पिर पर्छ नि त आफ्नो बुढोलाई अब रातिको काम हो गाडी चलाउने काम है धराप छ बाटो अनि अब आफ्नो बुढोलाई त्यस्तो दुःख छ यसो उधारो सुधारो दिए अब मान्छेहरूले दिए बालबच्चाको स्कुल हो कि होइन हामीलाई पनि आश हुन्छ नि त अनि त्यो भाइलाई भेट्यो है कि मैले भन्नै नसकेको पनि हो कि उसलाई उसको मनले पनि नबुझ्यो हो कि त्यो भएको के कुरो चाहिँ त्यस्तो भएको छ अब यी अहिले मेरो व्यापार छैन आफ्नो बुढोलाई मरी दुःख छ जेएनजीको आन्दोलनदेखि त झन् 1 कप चिया खाने मान्छे पनि छिरेको छैन यहाँ त त्यो जेएनजी कि सिएनजी भनेर फेसबुक बन्द गरेको आन्दोलनले के त्यो बेलादेखि त झन् यहाँ त पुरै त्यो सत्तीले सराबीको देश भन्यो जस्तै 1 कप चिया खाए पनि लो भोलि पैसा दिन्छु दिदी भन्छ मान्छे हिँड्छ अब 1 गिलास रक्सी खायो नि भगवान् यसो त थुतो नै हो रहेछ त खानु हुँदैन अनि त्यो बेलादेखिबाट त झन् ल्याउँदैन अनि त्यस्तो भएको छ अनि ठ्याप्पै व्यापार छैन दसैँ पनि बिहामा पैसा लिएर दसैँमा नि अनि दसैँपछि बुहारी सुत्केरी भयो ब्याजैमा काटेर गरेँ त्यो सबै गर्दा बाहिरी फाल्टो ऋण भित्र फाल्टो ऋण अनि त्यो केही खिप लागेन भने टिकटकमा घर बेच्न हालेको टिकटकमा घर बेच्न हाल्दा त झन् टिकटक टोलीले
चाहिने नचाहिने कमेन्ट गरेर होइ मलाई एउटा त के भन्यो भनेर गर्दै थियो अँ आया एउटाले त उहाँ दिदी यो घर त नि केले पो लान्छ अरे खोलाले लान्छ अरे अब न खोला छ भेट तेरो खोला कहाँ छ भन्नु भएन खोलाले लान्छ यो घर भन्यो अब त्यो सो भन्दाखेरि त रिस त कहाँदेखि जर्किने भन न सुमित्रा रिसले औडा मलाई अनि कोहीले भन्ने अब ल आफूलाई भने अब यहाँ व्यापार भयो त त्यो घर बेच्ने मनै छैन कि अझै पनि हेलो व्यापार भयो भने त थोरा दिन होइन गरौँला खाउँला किस्ता तिरौँला भन्ने अब ब्याङ्कले घर लिलाम गरिदियो भने त कति टेन्सन हुन्छ भन नि तिमी आफै भन्नु सर अनि बुझ्नेले पो कुरा बुझ्छ त नबुझ्नेलाई त अब त्यस्तो हो के कुरो चाहिँ सुमित्रा अब हामीलाई त कति टेन्सन हुन्छ हो कि होइन अनि उसले पनि अलिअलि बुझेर सबैले उसले मात्रै होइन खाने जतिले चाहिँ सबैले बुझेर यो मान्छे पनि दुःख पाएकै हो हामी पनि लुटेर घर बनाऊ जसो गर्ने कि शनिबार होइन आइतबार टाउकोभरि ऋण लाग्यो त सुमित्रा कसैले नदेख्ने रहेछ देख्दैन हो देख्दैन मान्छेले कमाएर खाएको